हाई एभ्रिवान, दिस इज पार्ट 2। अनि दादासँग भेटेपछि कति धेरै कुरा सेयर गर्छु, कति धेरै कुरा सोध्छु भनेको होइन। मेरो हालत हेर्नुहोस् न, यति धेरै अकमक्के, हात खुट्टा कामेर। सो सुन्नुहोस् है त हाम्रो गफहरू, प्लिज डोन्ट जज ल। तपाईको नाम पनि थाहा नभइकन मेरो लागि मात्रै उहाँले 12 घण्टे सिफ्ट छोडेर पनि यहाँसम्म ल्याइदिनु भएको छ। थ्याङ्क यू सो मच। तपाईको नाम आउँदासम्म पनि उहाँलाई थाहा छैन। जस्ट टाइगर छ भेट्ने भन्दा हजुरको शुभ नाम चाहिँ? मेरो भावना भट्टराई। उहाँको? येदु खनाल। हजुर? येदु खनाल। प्रायः जस्तो मेरो कार्यक्रममा है अनि श्रीमतीहरू आउनुभएको छ अनि श्रीमानहरूलाई चाहिँ माइक दियो भने म चाहिँ खास बुढीलाई छोड्न मात्र आएको तपाईँ यहाँ बसेर हेरेँ आजबाट म तपाईँलाई सुन्छु भन्नुहुन्छ। अनि केटाहरूले पनि दाइ दिमाग खराब गर्थ्यो, गर्लफ्रेन्डले खालि लिङ्क पठाएर कथा सुन भनेर सुन्दा सुन्दा म तपाईँको फ्यान भन्नुहुन्छ। त्योहरू पनि भनिरहेको मलाई नारी जातिप्रति त्योहरूबाट एकदम धेरै सम्मान के छ भने श्रीमतीले गएर श्रीमानले सुन्नुहुन्छ होइन। आजबाट सुन्नुहुन्छ होला है अलिअलि यो दुईजनालाई माइक दिनुहुन्छ, आजबाट सुन्नुहुन्छ अब चाहिँ मलाई। आजबाट त म प्रायः हरेक कुरा त वहीँबाट सुनिरहेको थिएँ, त्यहीबाट हो। उहाँ तपाईँको श्रीमतीको लागि के भन्नु हुन्छ? अनुमति छ भने भन्नु त के छ र होइन, साथ छँदैछौँ, त्यही छ नि जिन्दगी। एकचोटि माइक दिनुहोस् न उहाँको लागि म अनुमति लिएर। प्रतिभा, भावना, प्रिय भावना, मिल्छ नि प्रिय भन्नु भएको छ नि सर? प्रिय भावना, श्रृङ्गार भव्य नहोस् तर बोली सभ्य होस् तिम्रो। श्रृङ्गार भव्य नहोस् तर बोली सभ्य होस् तिम्रो। सुन्दरता भन्दा बढी सोच दिव्य होस् तिम्रो। आजै सब थोक नहोला नातिनु, आजै सब थोक होला अथवा नहोला नातिनु। मेहनत अनुसारको सुन्दर गन्तव्य चाहिँ होस् तिम्रो, गन्तव्य होस् तिम्रो। मेरो फ्यामिलीलाई पनि थ्याङ्क यू भन्न चाहन्छु, किनभने मैले मेरो 10 महिनाको छोरी चाहिँ फ्यामिलीलाई छोडेर आएको छु। बस तपाईँलाई भेट्नलाई मात्रै प्लिज हक गर्न मिल्छ एकचोटि? सर के गर्नु?